नमस्ते सम्पूर्णमा र आज चाहिँ म फर्किँदैछु उता बेङ्गलोर गुम्बा र म चाहिँ खास फर्किनु पर्ने हिजोअस्ति जुन 15 तारिकै हो मेरो गुम्बामा पुग्नुपर्ने डेट चाहिँ। तर घरमा आपा बिमार भएको कारणले गर्दाखेरि जुलाई 15 छुट्टी मिलाएको थिएँ र आज जुलाई 10 तारिकको चाहिँ टिकट गरेको थिएँ र आज चाहिँ गुम्बा फर्किँदैछु। सिलगढी चाहिँ हिजो नै आएर बसेको थिएँ। यता तल्लो बाटो काली मन्दिरको बाटो ब्लक भएकोले गर्दाखेरि माथिल्लो बाटो खरसाङ भएर आएको थिएँ हिजो र आज चाहिँ फर्किँदैछु बेङ्गलोर। र बेङ्गलोरबाट चाहिँ सिधै गुम्बा जाने। हिजो बेलुका नै फोन गरेर क्याब बुक गरेको छु र सिधै एयरपोर्टमा लिन आउँछ होला र डाइरेक्ट घर जाने। एयरपोर्टबाट 5-6 घन्टा लाग्छ गाडीमा र त्यही भएर केही नखाइकन डाइरेक्ट जाने। फेरि जाममा फसिन्छ बेलुका। बिहान घरबाट निस्किँदा ब्रेकफास्ट खाएको मात्रै, अहिले केही खाएको छुइनँ। फ्लाइटमा पनि त्यस्तो केही खाइनँ। अब सिधै गुम्बा पुगेर मात्रै खान्छु होला। फेरि बेलुका पुरा जाम लाग्छ। यहाँबाट गुम्बा पुग्नु लागि चाहिँ 5 घन्टा 6 घन्टा लाग्छ गाडीमा र नभुलिकन सिधै जाउँ भनेको, किनकि बेलुका भएपछि पुरा जाम लाग्छ अरे। र यहाँ चाहिँ सबै ट्याक्सी क्याबहरू लाग्ने जग्गा हो। यो चाहिँ एयरपोर्टको बाहिर टर्मिनल 1 हो र म जानुपर्ने चाहिँ P4 मा रहेछ। जुन लोकल ट्याक्सीहरू चाहिँ P4 बाट मात्रै पाउँदो रहेछ, जुन आफूले प्राइभेट रिजर्भ गरेको चाहिँ। र त्यहाँ जानुको लागि चाहिँ यहाँ एयरपोर्ट बसमा जानु पर्दछ, फ्री सेवा। र म चाहिँ अब गाडीमा चढिसकेको छु र अब सिधै होला। र तपाईँहरूलाई कस्तो लाग्यो यो सानो भिडियो? लाइक कमेन्टहरू गरिदिनुहोस् होला र सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् होला। यो तपाईँहरूको सानो सपोर्टले नेक्स्टमा भिडियो राम्रो बनाउने एउटा मोटिभेट हुन्छ। र सम्पूर्णमा धन्यवाद।